हास्य टेली श्रृंखला Everybody धोती पर लेकिन और गर्नेलाई चाहिँ किन यस्तो रसी गरेर दिउँसो छोडे टुच्चे लाग्यो कहाँ दिउँसो राति भइरहेको छ कहाँबाट दिउँसो हुन्छ टुच्चे लाग्यो छोडे अलिकति टुच्चे लाग्यो बरु टुच्चे लाउने लेकिन कहाँ हान्थेर थाहा हुन्छ लेकिन मेरो अड्डा यसरी लेकिन दिउँसो उ गर्ने हो मैले केही कुरो थाहा छैन साहब म अडिन पनि सकेको छैन चुल्टेले मलाई आज समात्न भनेको तपाईँले त्यसो त समातिहाल्नुहोस् न मलाई म अडिन सकेकै छैन ए लेकिन त्यो सुल्टेले नि फोन गरेको थियो कि लेकिन उ गर्ने भनेको यसैले हैछ कि अनि यसरी सबैले उ गरेर हो नि त हाम्रो जागिर पनि अलिकति उ गरेर उ हुन्थ्यो लेकिन बत्थ्यो लेकिन तँलाई कहाँ छोपम हेर्नुहोस् साहब मलाई सुल्टेले समात्न भनेको त्यसो त मलाई समातिहाल्नुहोस् न छिटो लेकिन जमाउने होइन लेकिन जमाउने भन्ने कुरो त मैले सुनेको थिइनँ फाटेको बाबत जमाउने अनि लेकिन यो जमाउने भन्ने होइन होला लेकिन गर्ने चाहिँ समाउने चाहिँ होला लेकिन तँलाई कहाँसम्म भन् त मलाई अरू थाहा छैन म अडिन पनि सकेको छैन मलाई समातिहाल्नुहोस् न म धेरै आज थोरै पिछे लाग्यो बरु पिछे लाउनु यसो जाम ओहो लेकिन पुलिसलाई घुस्काउन ठुलोबडा मान्छे लाग्छन् भन्थे लेकिन यो जडेले नि पुलिसलाई घुस्काउनु खोज्दो रहेछ लेकिन अहिले उ गर्छु थाहा हुन्छ कहाँ जडे भन्नुहुन्छ जड खाएकै छैन अलिअलि ओहो भइहाल्छ नि लेकिन दिउँसै जड खाएर हिँड्ने अहिले फेरि तँलाई उ गरिदिन्छ र थाहा हुन्छ तँलाई जडा कहाँबाट जाँड खानु सर म जाँडै खाएको छैन थोरै रक्सी मात्रै खाएको बरु रक्सी भन्नुहोस् न हेर्नु यो मातेको यो इन्सपेक्टर पाडे इन्सपेक्टर चाहिँ होइन लेकिन हलदार पाडेको इलाकामा लेकिन दिउँसो जाँड खाने मलाई सिधै उ गरिदिउँ बरु सर मैले जाँड खाएकै छैन कहाँबाट जाँड्या भनेर खाले रक्सिया भन्नुहोस् न रक्सिया ओहो यसले त मेरो दिमाग खराब गर्ने हो तँलाई फेरि उ गरिदिन्छ र थाहा हुन्छ खुर्को चुप लाएर बस तँलाई चाहिँ आजभित्र खोरेर लर नहालिकन मेरो मनले शान्त मान्दै भन्दैन लेकिन तँलाई उ गर्नुपर्छ खुर्को बस बसिहाल्छ लेकिन बस कुर्को लाएर त एकछिन बस लेकिन फेरि उ गरिदिन्छ र थाहा हुन्छ लेकिन यो बस्न त बस्यो लेकिन यसलाई कसरी लाने होला बोकेर लानु त मेरो जिउ त खासै छैन लेकिन गाडी पनि छैन बाइक साइक पनि छैन कसरी लाने त साह्रो हुन्छ म पो परेँ त सर बुढीको फोन आएछ है म उठाउँदा चाहिँ गनाउन सक्छ एकचोटि उठाइदिइहाल्नुहोस् न बुढीको फोन आइरहेछ बुढीको फोन आयो लेकिन यो बुढीको फोन त होइन होला बुढीको फोन चाहिँ होला ए बुढीको फोन आयो बुढीको फोन आएछ सर उठाइदिइहाल्नुहोस् ए उठाउने पो हो उठाइदिनुहोस् ओहो बुढीको फोन रहेछ लेकिन जडाको बुढी कस्तो नि लेकिन उ गर्दाखेरि हेलो जोड्या त भागे पो छ त त्यहाँका यसलाई फेरि भेटौँ न भने उ गरिदिन्छु यसलाई फेरि तर जोड्या भागे नि मोबाइल चाहिँ सरकारी वर्दीमा काम गरेर यस्तो मोबाइल किन्ने पैसा हुन्न लेकिन मोबाइल चाहिँ ठिकै हो बुढी पनि हेलो हेत्तेरिका यो पुलिसले डराएर फोन काटे यस्तो छ ठिकै छ मोबाइल त गरिदियो पाइयो लेकिन यो फेरि भेट्योस् न मात्रै यसलाई म उ गरिदिन्छु सिधै मोबाइल लाग्छ यहाँ बस्ने किन लेकिन यति राम्रो मन्दिर नि रहेछ यहाँ लेकिन आज यो मन्दिर उ गर्नु पर्यो अब पूजापाठ नगरे पनि थुप्रै भयो त्यसो यसको नि अलिअलि मर्यादा राख्नु पर्यो अब यसो बडो गरिदियो भगवान् भनेर आज उ गर्नु पर्यो लेकिन पण्डित बा जय नेपाल के को जय नेपाल नि बाबु नमस्ते नारायण भन्न जान्दैनौ पुलिसलाई पनि सिकाउनु पर्छ हामी जस्ताले नेपालको कहिले गए बासर ओ यस्तै पुलिसहरूले पनि यस्तै गर्छन् नेता उस्तै छन्
अनि कहाँबाट नेपालको जय लेकिन भयो जय लेकिन पंडित बा हाम्रो ड्युटी त एकदम बहादुरी के साथ निभाइरहेको छ नि यस्ता छन् सुरक्षाकर्मी लेकिन कर्मी लेकिन पंडित बा तपाईँले यो वर्दी सर्दी देखेर अलिक चिने जस्तो लागेन म कर्मी चाहिँ होइन पंडित बा म चाहिँ पुलिस चाहिँ हो ए पुलिस हौ भनेर त सुरक्षाकर्मी भनेको नि ए त्यस्तो पो भन्नु अँ, लेकिन बुझ्दैन? पंडित बा त्यो कर्मी छ छोडिदिउँ यो लेकिन त्यो एउटा डाँगा छ नि त्यो के त्यसको नाम नारायण, लेकिन- कसको नाम सोध्यौ लेकिन त्यो सुल्टे भन्ने छ नि लेकिन पंडित बा त्यसले सुन्टेको त्यसको ल भन त्यसले चाहिँ मलाई अलि उ गरेर हो लेकिन बुझ्दैन होला त्यसले मलाई उ गरेर के हो र त उ गरेर लेकिन के उ गरेर लेकिन नबुझे जस्तो छ त्यसले अघि मैले त्यसलाई छोप्न खोजिरहेको थिएँ पण्डित बा ओ त्यसो भन न त्यो भागो अँ, लेकिन त्यो कस्तो मान्छे हो पण्डित बा सुल्टे फटा एक नम्बरको फटा काम नलाउँदो मान्छे नाम मात्रै सुल्टे भएर काम जति उल्टे गरेर बिजोग बनाउँछ है भर्खरै मलाई कति गाफ लागेर गयो लेकिन पण्डित बा बिजोग छ त साह्रै गाह्रो हुने भयो त्यस्तो डाँगालाई इन्सपेक्टर साहबले खुरक छोपेरले भन्नु हो म छोड्न हिँडेको त सर भागो लेकिन लेकिन तिमीलाई अब छोप्न मुस्किल छ बाबु तिमीलाई चाहिँ छोपेर ल्याइदिन्छ त्यसले लेकिन अब त्यो उ गर्नु पर्ने अब मेरो नि उ गर्ने हुने भयो मेरो वर्दीको पनि उ हुने भयो सबैले उ गर्ने भयो पण्डित बा तिम्रो त जहिले पनि उ नि भए ए काम छैन खालि के हो यो उ के उ गरेर बरु जाऊ तिमी पनि यसो मन्दिरतिर गएर उ गरेर जाऊ म पनि गएँ लेकिन पण्डित बाले नि उ गर्ने भने यो पण्डित बाको उ गर्ने भने चाहिँ दर्शन गर्ने ल मलाई लाग्छ दर्शन गर्ने हे भगवान् लेकिन चाहिँ मलाई छिट्टै उ गरिदेऊ लेकिन यहाँ यतापट्टि एउटा फुली यतापट्टि एउटा फुली लाउने विचार छ लेकिन उ गर्दै भगवान् मेरी अम्मै आन्टी नमस्ते नमस्ते शीतल ताप्नु भएको आज पण्डित बा मन्दिरमा जाँदाखेरि बाटामा बाघ भेट्नु भएछ अनि पुच्छनमा समाएर पारा फाल्ला त न्याउ गरेछ बिरालो रहेछ पण्डित बाले मलाई गफ लाउनु भएको सबैलाई भनिदिनु है कथा ओ सुन्टे कहानी कस्तो यहाँ आइज ए मेरी अम्मै केटाहरू ठिक छौ ठिक छ के भन्छ हात मिलाउँ न त हात मिलाउँ न त ल कहाँ पो हिँडे जस्तो त आज हात मिला न आज पण्डितमा मन्दिरमा जानु भएको अरे। यहाँ बसेर गफ सुन ल आइज सुन्छु म हतारमा पण्डितमा मन्दिरमा जानु भएको अरे अनि बाटामा बाघ देख्नुभयो ए थियो हो अनि समाएर पुच्छना समाएर रोइ घुमाएर फाल्दा त अनि न्याउ गरेछ हो र बिरालो पो रहेछ पण्डितले मलाई गफ लगाइरहनु भएको अब म बिजी छु सबैलाई भन्छु यो कुरा गएर सबैलाई सुनाउनु पर्छ हामीले पनि सुनाउँछौँ है नबिर्सियो यो पण्डित बाको इज्जतमा बेइज्जत भनिन्छु ठिकै छ म गएँ नाम त मेरो सुल्टे केटा हो म गएँ है त हस्, राम्रोसँग जा है हुन्छ दससित हात मिलाइने क्या ल आइज जानुहोस् आइज ल केटा यसलाई मैले सबैका घर सुनाउँदै लान्छु तिमीहरूले नि सुनाऊ है हुन्छ ल ल ए सुल्टे ललोटान भनेको मेरो बानी सानैको यस्तो बानी छोड्दे हस्